अमला काण्ड भन्दै भाइरल गराइएको झापाको शिवशताक्षी नगरपालिकाको घटनाको विषय संसदमा प्रवेश गरेको छ। झापा अमला काण्ड मचाउने बाजे हिरासतबाट बाहिर निक्लेका छन्। अमलालाई न्याय दे सरकार। लौ न 79 वर्ष लागिसक्यो। अहिले यो अमला काण्ड के साह्रो भाइरल भएको भने सामाजिक सञ्जालभरि अमला काण्ड भनेर शिवशताक्षीको एउटा घटना निकै चर्चाको विषयमा रहेको छ र खास गरी शिवशताक्षी 9 का 81 वर्षीय वृद्धले चाहिँ 21 वर्षीय युवतीलाई चाहिँ गर्भवती बनाएर के हो खासमा यो कहिले काजु काण्ड कहिले अमला काण्ड यो फलफुलहरूको पनि बेजेतै भइसक्यो। जब गर्मी लाग्छ काजु काण्ड आउँछ, काजु खाइसकेपछि हरारारारा भित्रदेखि हैन तातेर आउँछ, काजु काण्ड आइहाल्छ। यो जाडो महिनामा यो अमला काण्ड भनेर चाहिँ यो के साह्रो भाइरल भएको यो यसको खास कुरो के हो केटाहरू कमेन्ट ठोक्नु पर्यो। अहिले यो बेजेतै भयो यो अमलाको पनि यो फलफुलहरूको पनि एउटा काण्ड अमला काण्ड काजु काण्ड हैन म्याङ्गो काण्ड आँप काण्ड स्याउ काण्ड यस्तो यस्तो भनेर चाहिँ अहिले यो यति साह्रो काण्ड यो के हो खासमा। लौ बाजे सत्य तथ्य बताइदिनु पर्यो। 1-2 दिन मैले दिएको हो यताउता भनेर टार्नु भएन। न्याय पाम सरकार, न्याय दिनु पर्यो सरकार अमलाको पनि। लौ अमला जय अमला तिमी कमला जय शिवशताक्षीको एउटा घटना निकै चर्चाको विषयमा रहेको छ र खास गरी शिवशताक्षी 9 का 81 वर्षीय वृद्धले चाहिँ 21 वर्षीय युवतीलाई चाहिँ गर्भवती बनाएर उनको गर्भबाट चाहिँ छोरा जन्मिएको र जन्मिएको छोराको अनुहार चाहिँ ठ्याक्कै 81 वर्षीय वृद्धसँग मिलेको आरोप लगाउँदै मिडियामा आएका थिए र एकातर्फीबाट चाहिँ है यो बच्चा चाहिँ त्यही 81 वर्ष वृद्धकै हो भन्ने आरोप यता युवतीले लगाइरहेका छिन् भने 81 वर्षीय वृद्धले चाहिँ यो चिज हुनै सक्दैन है मैले 34 सालमै हैन भ्यासेक्टोमी अथवा परिवार नियोजन गरेको कारणले गर्दाखेरि मबाट सन्तान हुँदैन भन्दै एकातर्फीबाट 81 वर्षीय वृद्ध आइरहेका छन् र यही आरोपहरूको बीचमा चाहिँ धेरै युट्युबर है साथीहरूले पनि यो माघको है यो स्वस्थानी व्रत कथाको बेलामा चाहिँ हैन यो के अरे शिवजी र जुन गोमाको कथालाई लिएको छ एकजना वृद्ध र गोमाको कथालाई चाहिँ स्वस्थानीमा जुन रूपमा प्रस्तुत गरिएको छ त्यही रूपमा चाहिँ यो घटनालाई चाहिँ भाइरल बनाउनको लागि उनीहरू दिनरात लागि परेका छन्। तर यसमा चाहिँ मेरो विचार चाहिँ के भन्दाखेरि अहिले हामी यत्रो टेक्नोलोजिकल है स्टेटमा छौँ। सो एउटा डिएनए टेस्ट है इज इनफ क्या यो प्रुफको लागि। तर धेरै मिडियाहरूले होइन यो बारेमा चाहिँ कुराहरू उठाएर त्यही यसलाई चाहिँ निकै चर्चित बनाइरहेका छन् जसले चाहिँ आगामी दिनमा चाहिँ होइन वृद्धहरूप्रति हेर्ने दृष्टिकोण पनि समाजको बदलिन सक्ने कुरा आइरहेको छ। यस बारेमा तपाईँहरूको विचार के छ? शारीरिक सम्बन्धै राख्नुपर्छ होला छोरछोरी जन्मिनलाई त यो हामीले जानेकै कुरा हो। त्यो हुँदाहुँदै अमला खान दिएर के अरे बच्चा जन्मियो त बसेको भरमा बच्चा जन्मियो होला त त्यो के सेक्स पनि हात गर्ने चिज हो र? हात मिलाएको भरमा बच्चा जन्मिन्छ? छोरीलाई फकाएको आमालाई थाहा थियो रे। फकाएको थाहा थियो भने त्यो बेला प्रतिकार किन गर्न सक्नु? एक बुढो त आइस पनि तेरो खुट्टा भाँचिदिन्छु भनेदेखि बुढा मान्छे जान सक्नुहुन्थ्यो। त्यसैले गर्दा नि यहाँ हरेक चिजको फन्डा मचाइएको हो। यो कसले फन्डा मचाएको हो केबाट कि पैसाको लागि त्यो बुढा बाजेलाई युज गरे हुनुपर्छ। यो सत्य तथ्य त डिएनए टेस्टबाट गरे भइहाल्यो नि। मैले त यो फन्डा मचाउनु पर्ने आवश्यकै छैन नि। डिएनए टेस्ट गराउनु कानुनभन्दा माथि कोही छैन। डिएनए टेस्टबाट त पत्ता लगाइहाल्छ। अझ यहाँ सामाजिक सञ्जालमा एउटा बच्चोको फोटो ल्याएर उनको छोरा जन्मिरहेछ उनको फोटो लिएर त्यो बाजेको ठ्याक्कै मुख मिल्यो रे। ठ्याक्कै मुख त नि बच्चा जन्मेपछि नि जसलाई सम्झ्यो त्यसै मुख मिल्छ। यो हामीले बुझ्न नसकेको कुरा हो। बच्चा यो फलानुको बाउ र यो फलानुको के अरे हजुरबाउ भन्नलाई उ गर्नु पर्दैन। बच्चाको जोसँग पनि मुख मिल्छ। गाउँभरि मुख मिल्छ, टोलभरि मुख मिल्छ। टोलका मान्छेको बच्चा त त्यसैले गर्दा घप्पो परेको मुखको देख्न नपाए त्यो बुढोकै हुन्छ र त्यो त टेस्ट अनुसन्धानले पत्ता लगाउने कुरा हो। यो त कानुनको सहायता लिनुपर्ने ठाउँ। तर यहाँ त न्यायाधीश नै को भए? सामाजिक सञ्जाल र माइक ठड्याउने हाम्रा दाजुभाइ दिदीबहिनी। यो गलत हो। एउटा लेडिजको इज्जतमाथि नखेल्नु। काण्डको भिडियो जहाँसम्म त मेरो अर्को आइडीमा पनि अहिले पनि 4.8 मिलियन भनेको 48 लाख 48 हैन लाखले हेरेको छ त्यो भिडियो। र मैले पहिले पनि भनेको थिएँ बाजेले अमला दिएकै रहेछन् र त अहिले हिरासतमा छन्। अब कानुनी प्रक्रियामा गएको चिजलाई नबोलाउँ भन्ने थियो। फेरि हिजो जब त्यो घरवाला अहिले त्यो उनीहरूको घर बन्दैछ त्यो पीडित त्यो बच्चाको अहिलेसम्म न्वारान पनि भएको छैन। सो न्वारान पनि भएको छैन अहिलेसम्म त्यो बच्चाको। त्यो बच्चा यताउता पल्टिने भइसक्यो। तर बाजे हिरासतमा थिए। बाजे हिरासतबाट मुक्त भइसकेका छन् भने तारिकमा धाउँदैछन् भनेर हिजो त्यो केटी बच्चाको बाले चाहिँ हिजो जानकारी दिनुभएको छ। किनभने उसले केटी बच्चाको बाबाले के भन्नुभएको छ भने ओ पैसावाला हो, डलर फ्याँक्यो होला, पैसा फ्याँक्यो होला, निक्लेछ, तारिक धाउँदैछ भनेर भन्दैछन् भने
अब तारिक धाउँदैछ भन्दैछन् भने फेरि उनीहरूलाई चाहिँ एउटा बदरपास चाहिँ फेरि परेको छ। किनभने भाउ यो केस यत्तिकै हुने हो कि होइन, यो केस यत्तिकै हुने कि मेरो नानीले यस्तो दुःख पाउँछ कि बच्चा यत्रो भइसक्यो नौरान पनि भएको छैन भनेको छन्। किनभने मैले के भन्छु भन्दाखेरि जब बाजे अमला मैले पहिला पनि भनेको थिएँ धेरै भाइरल भएको अमलाकाण्ड, झापा अमलाकाण्ड धेरै भाइरल भएको सबैलाई थाहा छ। मैले भनेको पनि थिएँ बाजेले राति राति गएर बिहान बिहान उजेलो नहुँदै गएर अमला दिएको भनेपछि बाजेले आफ्नै अमला दिएको छन्। दुईटा अमला भनेको बाजेले निकै घुमाउरे कुरा गर्छन्। पहिला पहिला बाजेले अमलाको चर्चा त गरे, अमलाको चर्चा गरे पनि फेरि आफ्नै दुईटा अमला, अब 3टा 4टा भन्यो भने त दुईटा अमला दिएको हो मैले, अरू दिएन भनेपछि त बाजेले अब त्यही दुईटा अमला होइन आफ्नै अमला दिएको रहेछन् भन्ने त बुझ्यो नि त। अब बाजे होइन त्यो बाजेले अमलाकाण्ड जो मच्चाए बाजेले, जो अहिले त्यो पीडित भनाउँदा पीडित त्यो बहिनी चाहिँ के भने बहिनी चाहिँ अहिले औषधि डिप्रेसनको औषधि खाइरहेको छ। अगर खाएनन् भने कसैलाई कुट्ने गर्छ भन्ने उसको बुवाको भनाइ छ र दबाई खाइसक्यो, दबाई खायो भने यसो घाँसकुट गर्ने चाहिँ अहिले गरेको अवस्था छ। यो मैले बारम्बार भनेको थिएँ, मैले धेरै भिडियो पनि बनाएँ बाजेको होइन, धेरै भिडियो पनि बनाएँ। अब त्यो नानीको त अब सबैलाई थाहा भएको कुरो पहिला पनि बिहे भएको हो, तर अहिले आएर चाहिँ उनी डिप्रेसनमा गइसकेको भन्ने गाउँलेको भनाइ थियो र त्यसको दाउ छोपेर बाजेले यतिको उमेरमा होइन, कसैले 81 कसैले 83 वर्ष त भने, बाजे 83 वर्षको बाजेले चाहिँ दुईटा अमला चाहिँ दिएकै हो। अनि दुईटा अमला चाहिँ दिएकै हो र बाजेले अब आफैले पनि स्वीकारेको हो नि त, म परिवार गरेको हो, मबाट हुन्न भनेर हर मिडियावाला पनि त्यही भन्ने थिए बाजेले, मेरो पर्यानिजन गरेको हो मबाट हुँदैन भनेपछि बाजेले मबाट पर्यानिजन गरेको हो, एकचोटि ट्राई गरेर मबाट हुन्न भनेर पो ट्राई गरेको हुनसक्छ होइन। सो त्यही भएर बाजेले त्यसरी ट्राई गरेको हुनसक्छ र तर ट्राई गर्ने क्रममा त्यो भयो होला, नभए त त्यतिकै यत्रो महिना बाजे त्यतिकै हिरासतमा बस्नु नपर्ने मान्छे त हो नि त होइन। केही थियो त्यसमा, केही तथ्य थियो र त आज यत्रो समय हिरासत बसेर अहिले हिरासत मुक्त भए र सो त्यही भएर मैले के भन्छु भन्दाखेरि दर्शकहरूको के छ भने एकदम चासो थियो नि त। अब झापा काण्ड एकछिका एकदम भाइरल भएको हो नि त, झापा काण्ड जताततै झापा काण्ड अमलाकाण्ड भनेपछि अमलाकाण्ड भनेपछि अमलाको यति चर्चा भयो साथीहरू, काजुको भन्दा रेट अमलाको महँगो भयो हेर्नुहोस् होइन। सो त्यही भएर अमलाको कसैले अमलाको बुटैनिर गएर अमला भिडियो बनाउने, कसैले फेरि त्यो के भन्छ अरे अमलाको फलेको हाँगा काटेर झुन्डाउँदै हिँड्ने, एकछिका त अमलाको एकदम चर्चा थियो नि त होइन। त्यो बाजेको तर्फबाट अझै विज्ञप्ति पनि ल्यायो नि त प्रशासनले होइन, यसरी कतिजना युट्युबलाई कारबाही गर्यो होइन, त्यसको चर्चाले गर्नेले भन्ने पनि धेरै भयो नि त। सो त्यही भएर अहिले धेरै दर्शकको चासो थियो नि त, अमलाकाण्ड के भयो, कहाँ गयो, कसो भयो भन्नेतिर थियो। सो त्यही भएर मैले यो जानकारी दिउँ, अहिले पनि धेरै भयो नबनाएको, अर्को आइडीमा चाहिँ म बनाइरहेको छु, अर्को आइडी हेर्न सबैले थाहा पाइसक्नु भएको छ, त्यो पनि थाहा छ होइन। सो त्यही भएर मैले जानकारीको हिसाबले अहिले चाहिँ अमला बाजे हिरासत मुक्त भए